स्वागत छ साथीहरू आजको मेरो यो डे 3 मिनी ब्लगमा। आज चाहिँ म हजुरहरूलाई मेरो किचनबाट पसलसम्म पुर्याउने छु भन्दै म लागे किचनतर्फ। अनि साथीहरू मलाई खासै किचनको काम चाहिँ आउँदैन भन्नाले फेरि त्यो आउँदैन आउने त्यस्तो चाहिँ होइन है। बनाउन चाहिँ आउँछ हैन, तर त्यो स्पेशली टाइपको हुन्छ नि, तड्कापर्का यताउति लगाएर त्यस्तो खालको चाहिँ आउँदैन भन्न खोजेको। अब नर्मली हामीले खाने त्यस्तो टाइपको चाहिँ आउँछ हैन। अनि यो साग पकाउन त झन् साह्रै नै सजिलो हुन्छ साथीहरू। नमिठो होला भन्ने डर पनि छैन, मरमसला पुगेन भन्ने डर पनि छैन। अनि म चाहिँ साथीहरू सब्जी पकाउँदा पकाउँदै मेरो फुलहरू पनि हेर्न थालेँ है। यो फुल चाहिँ मैले माटोबाट भर्खर झिकेर पानीमा हालेको थिएँ नि त, त्यही भएर एउटा पात चाहिँ कुहिएछ। मलाई त कुन दिन त यो फुलहरू सुमसुमाउँदै मेरो बुढोले पनि निकालिदिनुहुन्छ होला हौ घरबाट। ए यहाँ फुल धेर भइसक्यो, यहाँ त्यहाँ यताउति भनेर पुरा सुनाउनुहुन्छ, तर म सुन्ने छैन भन्दै हामी साथीहरू खानातर्फ लाग्यौँ। अनि हामी चाहिँ खाना खाइसकेपछि सबैजना आफ्नो आफ्नो कामतर्फ लाग्यौँ। साथीहरू यो चाहिँ मेरो काम गर्ने ठाउँ हो। अनि हजुरहरूलाई राम्रो हुनु छ भने चाहिँ काठमाडौँको सामाकोसी चोक छेउछाउ हुनुहुन्छ भने चाहिँ मलाई सम्पर्क गर्न सक्नुहुन्छ है। हाम्रो यो चाहिँ युनिसेक्स सलुन भएको हुनाले हजुरहरू सबैजना आउन सक्नुहुन्छ है, लेडिज जेन्ट्स। यहाँ चाहिँ ब्युटीदेखि लिएर हेयर सम्बन्धी सबै कामहरू हुन्छ। हजुरहरू कोही इच्छुक हुनुहुन्छ भने आउन सक्नुहुन्छ। अनि हामी चाहिँ आफ्नो आफ्नो काम सकेर एकछिन बस्यौँ साथीहरू। म चाहिँ हेर्नु न एकछिन बस्नै नसक्ने के, यताउति चलेर चकचक गरेर ऐना फुटाउला है त्यहाँ यताउति चकचक गरेर खुट्टाले भन्दै हुनुहुन्थ्यो। अनि साथीहरू म गएँ उहीतिर, मलाई यहाँ बस्दाखेरि कराउने होइन भनेर उसलाई नै गएर इरिटेट गरिदिएँ के। हेलो भनौँ सबैलाई स्वागत छ मेरो दिदीको ब्लगमा। धेरै लाइक हानिदिनु भन्नु न भन्नु न कस्तो भन, हिजोसम्म चाहिँ सपोर्ट गर्ने अनि अहिले आएर चाहिँ भन्नु न लाइक हान्नु भन्नु ल कस्तो। अनि साथीहरू त्यति गर्दा पनि भएन, म त यता गर्दा नि भएन उता गर्दा नि भएन। अनि म गएँ मेरै बगैँचातिर। अनि यो चाहिँ मेरो साथी नै हो भन्दा पनि हुन्छ साथीहरू। अनि यतिकैमा साथीहरू खाजा पनि पाकिसकेको थियो, हामी चाहिँ खाजा खानातर्फ लाग्यौँ। यहाँसम्म भिडियो हेरिदिनु भएकोमा धन्यवाद। भेटौँला अर्को मिनी ब्लगमा।